हेर्नु किवी कस्तो फलेछ देख्नु भयो नि हैन किवी हेर्नु त ल टौडी मलाई मान्छेको खोल समय छैन यता फेरि बाँसघारी नै बाँसघारी छ हेलो वेलकम ब्याक टु माई न्यू ब्लग न्यू डे है आई होप सबैजना सन्चै आराममा हुनुहुन्छ होला म सन्चै छु सो अनि आज चाहिँ म जापानको एकदमै घना जङ्गलमा आएको छु साथीहरू एकदम घना जङ्गल छ है देख्न सक्नुहुन्छ यस्तो घना छैन हेर्नु त यहाँ तर म यो अहिले भएको चाहिँ यो हल्लाबेट यो फार्मभित्र छु यो चाहिँ सबै हल्लाबेटहरू हो होइन तपाईँहरू देख्दै होइन देख्नुभयो नि होइन हल्लाबेट हो अनि सो अनि अर्को चाहिँ है एकदम घना जङ्गल हो यो हेर्नुहोस् हेर्नु हल्लाबेट फाले कुहिएर फालेको आमामा कति फालेको छ नि त होइन आमा फेरि बँदेल अति आउने कि यहाँ बँदेल चाहिँ लास्टै आउने यो जापानमा चाहिँ है यो लास्टै के अति नै बँदेल आउने आमा ओइ कस्तो डर मर्नु हो र फेरि मौसम यति बवाल छैन होइन सो अनि आज यहाँ आउनुको मेन रिजन भनेको चाहिँ हामी चाहिँ किवी टिप्न आएको छौँ होइन किवी टिप्न डाँडा चाहिँ अलिकति मास्तिर छ अनि हामी चाहिँ अहिले 12 बजे चाहिँ अब किवी सिवी टिपेर अनि टक्क 12 बजे चाहिँ अनि खानासाना खाएर अनि अहिले ब्रेकमा छौँ त्यही ब्रेकमा भएको कारणले गर्दाखेरि अहिले भ्लग बनाउँदैछु मैले चाहिँ यहाँ हेर्नु होला बेट यस्तो लटरम्मै फलेको छ क्या बाबा खेती भने यसरी गर्नुपर्ने हो है एउटा दानाको 300 रुपियाँ दाजुभाइहरू यो एउटा दानाको 300 रुपियाँ हो यत्रो ठुल्ठुलो छ हाम्रो नेपालमा यति ठुल्ठुलो हुँदैन नि त यो हल्लाबेट होइन तर यहाँ जापानमा चाहिँ भक्कु ठुल्ठुलो हुन्छ क्या यो हल्लाबेटहरू चाहिँ एकदम ठुल्ठुलो छ होइन देख्नुभयो नि यस्तो छ अनि ऊ त्यो अगाडिको चाहिँ हाम्रो चाहिँ त्यो किवीहरू राख्ने त्यो स्टोर रुम हो त्यो चाहिँ अगाडिको चाहिँ म अलिक गएर देखाउँछु यस्तो छ हामी चाहिँ यहाँ पहिला पनि आएको थियौँ होइन अगाडिको वर्ष पनि अनि अगाडिको वर्ष आउँदाखेरि चाहिँ त्यस्तो यति धेरै वातावरण मिलेको थिएन क्या भिडियो सिडियो बनाउने अनि अहिले अब मिलेछ भने किवी टिपेको पनि भिडियो सिडियो बनाएर हाल्नु पर्ला भन्ने सोचेको छु अनि अर्को कुरो चाहिँ के हो भन्दाखेरि चाहिँ अगाडिको वर्ष चाहिँ हामी चाहिँ ठ्याक्क बिहान 7 बजे आएर 12 बजे बेला चाहिँ दिउँसो फर्किसक्थ्यौँ कि तर यो पाला चाहिँ बिहान 7 बजेदेखि बेलुका 5 बजीसम्मको ड्युटी छ चाहिँ ह्यान्ड ग्यास हो फेरि ह्यान्ड ग्यास हो होइन अनि घन्टाको 2000 अनि आज चाहिँ अब बिदाको दिन हो नि त फेरि जापानमा अब आइतबार बिदा छ अनि बिदा भएर चाहिँ यसो त्यस पछाडि कम्पनीबाट चाहिँ ल नि त किवी टिप्न जाऊँ न त भन्ने एउटा कुरा भएको कारणले गर्दाखेरि चाहिँ किवी टिप्न आइयो अब अर्को हप्ता चाहिँ फेरि हल्लाबेट पनि टिप्न आइन्छ फेरि हल्लाबेट सबै टिप्नु पर्ने हुन्छ होइन पाक्न लागिसकेको छ नि त सो त्यही भएर चाहिँ अनि यस्तो छ अब म माथि अहिले पछि भिडियो बनाउँछु सो कटेरो चाहिँ त्यही हो होइन यताबाट जाने हो यसरी गएपछि ला माकुरी यहाँ त काग झुन्डेर मर्या रहेछ हेर्नु त काग झुन्डे छ नि बर्बाद भइहालेछ नि त काग झुन्डेर मरेछ नि हल्लाबेट खाँदा हल्लाबेट नपचेर मरेछ काग झुन्डेर मरेछ त्यसका बाजे हैत्तेरिका कहाँ गयो ऊ यहीँ रहेछ यस्तो छ होइन यता मास्तिरको हेर्नु न सिन यति बवाल छैन है पहिलो पात फुल्या छ क्या अब यो भनेको त अब अटम ट्याक्क लाएर होइन हुने बेला हो नि त पातहरू सबै फुलेर रातो हुन्छ क्या अब म यताको भ्यू देखाउँछु तपाईँहरूलाई फेरि होइन यता बबाल देखिन्छ यो जापानको गाउँ मैले नि बजाएर आएको हो धेरैपछि मजा आयो है खुल्ला ठाउँमा दिनुको मजा यो फेरि सबै फेरि बँदेलले खने हो कि यो चाहिँ हेर्नु यस्तो बँदेल आउँछ नि मैले भने होइन ल हेर्नु त फेरि खुल्ला ठाउँमा बसेर हग्नुको मजै छुट्टै छ क्या यहाँ टोइलेटै छैन क्या दाजुभाइहरू फेरि टोइलेट नभएको कारणले गर्दा लास्टै गाह्रो भयो र दिएको यता मैले देखाउँछु भने ल हेर्नु कसैले जापान भनेर विश्वास गर्छ यो जापान भनेर कसैले पत्याउँछ यो जापान हो यो ल हेर्नु पुरै जापान ल कसैले विश्वास गर्छ यो जापान भनेर ल हेर्नु त ल यस्तो छ डाँडामा बसेर मलाई के को डर छ डाँडामा घर छ मलाई के को डर छ भने जस्तै ल हेर्नु पुरै नेपाल जस्तो छैन त यो कसले जापान भन्छ यसलाई आमामामा होइन हाम्रो सोचाइ के पहिला नेपालमा बस्दाखेरि हामी के सोच्थ्यौँ भन्दाखेरि चाहिँ ओह जापानमा त घर बिल्डिङहरू मात्रै हुन्छ पुरा जहाँ पनि त्यस पछाडि एकदम हाई सुख भने अब कहाँ हुनु यहाँ आइसके पछाडि रियालिटी पो थाहा भयो त अनि यस्तो ठाउँ पनि रहेछ जापानमा भनेर यो त सोच्दै नसोचेको कुरा हो यो धेरै परको कुरा हो यो हामीले सोचेको भन्दा नि धेरै परको कुराहरू हो हो त तल चाहिँ धानबारी हो है धानबारी छ आज यता डाँडामा घुम्न आएको
यतातिर धेरै परसम्म त जानुहुन्न फेरि यहाँ अहिले फेरि किचकन्डे निक्ल्यो भने बर्बाद हुन्छ कि किचकन्डे आइदियो भने चाहिँ है एक्लै छु गाह्रो हुन्छ उतासम्म त नजाउँ होला हौ उही नझाक्ने कत्रो कत्रो हो र यो हेर्नु त दाजुभाइहरू ओहो गाह्रो छ म तपाईँहरूलाई किवी बारी देखाउँछु ल किवी चाहिँ यस्तो बबाल फलेको छ नि उयो तलको सबै किवी बारी हो होइन टौडी मलाई मान्छेको खोइ समय छैन यता फेरि बाँसघारी नै बाँसघारी छ भूत बस्ने ठाउँ जस्तै छ दाजुभाइहरू यो फेरि सबै यो चाहिँ फेरि किवी राख्ने भाँडा हो यो चाहिँ किवी राख्ने भाँडा हो तपाईँहरूलाई म देखाउँछु किवी हेर्नु किवी कस्तो फलेको छ देख्नुभयो नि होइन किवी हेर्नु त ल आम्मामामामा चाहिँदो फलेको छ नि चाहिँदो यो पाला चाहिँ खासै त्यति धेरै फलेन खासै त्यति धेरै चाहिँ होइन दाना लागेन होइन नत्र बबाल लागेको थियो यो पाला अलिकति कम लागेको छ तर देख्नु न हेर्नु न यस्तो छैन त है तेरिका दानै दाना लागेको छ ल है ल यस्तो छ किवीको होइन किवी हान्दै हो ट्याक्क लाएर ल साथीभाइहरू आज चाहिँ म जापानमा चाहिँ किवी टिप्न आएको छु होइन जापानिज बाजेले चाहिँ अब किवी टिप्न जाउँ न त आज आइतबार छुट्टीको दिन तिमीहरूलाई पनि यसो अलिअलि खर्च हुन्छ भनेर घन्टाको 2000 दिन्छु भनेर किवी टिप्न लिएर आएँ मलाई चाहिँ अनि हामी चाहिँ 3-4 जना आएको छौँ अनि किवी टिप्नलाई किवी लास्टै फलेको छ है यस्तो फलेको छ किवी हेर्नु त नेपालमा पनि यही तरिकाले खेती गऱ्यो भने त बबाल फाइदा हुन्छ नि बबाल हुन्छ कि बबालै हुन्छ किवी हेर्नु न किवीलाई यस्तो फल्यो छैन उता परसम्म चाहिँ थुप्रै छ यस्तो थुप्रै छ किवी बुढाले वर्षमै करोडको बेचिदिन्छ क्या किवी नै के कुरा गर्नु है यस्तै छ ल सो देख्नुभयो नि होइन अब किवी चाहिँ ट्याक्क लाएर तल अब यहाँ भइसकेको छ अब माथि टिपेर सकिन लाग्यो माथि टिपेर सकाएर अब हामी यहाँ तल झर्छौँ यहाँ तल झरेर अनि यहाँ भाँडाकुँडा रेडी नै छ टक 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 लाएर अब 5 वर्षसम्म चाहिँ सकिन्छ कि सकिँदैन भने हो सकेन भने फेरि नेक्स्ट टाइम पनि आइन्छ हल्ला बेड पनि टिप्नु छ अरूभन्दा नि आकाशको सिन हेर्नु न कसम बबाल हानेको छैन खुल्ला छ क्या आकाश चाहिँ है तेरिका जापानको यो चाहिँ पुरा पहाडी एरिया जापानको चाहिँ सहर चाहिँ हो त अलिकति देखिन्छ हल्का सहर चाहिँ त्यहाँ पारी छ यो ठुलो सहर हो फेरि होइन ठुलो सहर पछाडिको चाहिँ यो माथिको डाँडा हो फेरि यस्तो छ क्या अब के गर्नु त्यही भएर धेरै सपना देखेर नआउनु होला विदेश चाहिँ है कतिपय ठाउँमा चाहिँ यस्तो पनि पर्न सक्छ कि मान्छेहरू अब हामी आएको चाहिँ त्यो पारीको सहरबाट यहाँ आएको लगभग पनि गाडीमा 45 मिनट जति लाग्छ यहाँ आउनुलाई हामी यहाँ आइयो अहिले अब सोचेको थिएन यस्तो यस्तो पनि आएर काम गरेला भनेर होइन माथि कान्लोबारी छ यस्तो छ ल हामीले अलिकति किवी चाहिँ यहाँ टिपेर राखेका छौँ भाँडोमा जोख्नको लागि साइज दानाहरू यस्तो छ ल अब यति भन्दै अब ठ्याक्क ब्रेक पनि सकिन लाग्यो होइन ब्रेक पनि सकिन लाग्यो अब चाहिँ हामी फेरि किवी टिप्न जान्छौँ लाग्यो दाजुभाइहरू फेरि अब किवी टिप्न लाग्यो हामी चाहिँ होइन किवी टिप्न यो फोहोर कहाँ राख्ने यार ल दाजुभाइहरू फेरि लाग्यो अब हामी चाहिँ टिप्नको लागि किवी टिप्नलाई हिँडिसकेका छौँ होइन अब उहाँ माथि हो टिप्न चाहिँ अघि तलको मैले तपाईँहरूलाई देखाएँ होइन अब हामी यताबाट जान्छौँ किवी टिप्नलाई यताबाट चाहिँ पुरै गाउँघरको कानलाई हिँडे जस्तो छ क्या यताको बाटो चाहिँ होइन यता पिच रोडबाट जाने हो त्यहाँ किवी टिपेर राखेको छौँ लट्स अफ राखेको छौँ अनि त्यो देखाउँछु म तपाईँहरूलाई जापान है जापान देखाइदिउँ अनुहार यहाँ छ किवी यहाँ राखेको छ हेर्नु हामीले टिपेर राखेको यो सबै अहिले भर्खरै कति छ हेर्नु त ए सब प्याक गरिसकेको छ यो चाहिँ अब सिधै बेच्न लाग्ने हो यो चाहिँ सबै यो सबै अब बिक्रीमा जान्छ यता यस्तो छ क्युबी फार्म आइयो क्युबी फार्म यो चाहिँ क्युबी फार्म है बुढाले बबाल कमाउँछन् नि पैसा जापानमा वर्षको करोडभन्दा माथिको बेच्छन् यार यहाँ फेरि किवी लास्टै महँगो छ नि त दानाकै तपाईँको 150 रुपियाँ पर्छ होइन त्यो पनि साइज अनुसार हुन्छ फेरि
सानोतिनो अलिकति कचाकचुक परेको छ भने तपाईँको 150 रुपियाँ भयो। अलिकति राम्रो सक्लो खालको ठुल्ठुलो छ भने त 200-250 पर्नुपर्छ क्या। अब त्यो केटाहरू छन् राख्दैछन् सामानहरू प्याक भइसकेको छ। ल अब आजलाई भिडियो चाहिँ त्यतिर अन्त्य गर्नु पर्ला जस्तो छ है। भयो सुरु गरिहालौँ अब। यस खट्या छ जापानमा आएर उपलब्धि राम्रो छ है। भविष्यमा के राम्रो होला जस्तो छ अब चाहिँ। ल अब आजलाई यति भन्दै भिडियो यहीँ अन्त्य गरौँ होला। मेरो टोकरी चाहिँ यहाँ छ, टोकरीलाई यहाँ अब भेर्ने हो, हिँड्ने हो नि यसलाई यहाँ राख्ने। गर्मी भइसक्यो, सुरक्षित तरिकाले यसरी भिरेपछि किबी टिप्न हिँडिन्छ झ्याप्प लाएर। देख्नु पनि अड्डा उता पर छ, यसरी टिपिन्छ है गेडागुडीहरू ट्याक्का ट्याक्का लाएर यहाँ हालिन्छ। अनि यो किबी टिप्दैछु म अहिले है। यसरी टिपेर खासै सजिलो गाह्रो छैन, सजिलै छ। यो पैसा टिपे दाजुहरू, पैसा घन्टाको 2000 टिपेको यसरी घन्टाको 2000। ल अब यति भन्दै आजलाई किवी टिपाईको कार्यक्रम हामी यही अन्त्य गर्न चाहन्छौँ है। यस्तो छ, यो पाला खासै त्यति धेरै दाना लागेको छैन हाम्रो फार्ममा। अगाडिको वर्ष जतिको, अगाडिको वर्ष एकदम बढी लागेको थियो है। यस्तो छ। ल त्यो अहिले चाहिँ हामी जापानको चाहिँ एकदम घना जङ्गलभित्र हिँड्दैछौँ होइन। हामी चाहिँ नेपाली बियर ग्रिल्स हो। यहाँ मेरो क्यामेराम्यान अगाडि छन्। यस्तो छ घना जङ्गल, ए कतै केही छैन, डर मर्नु छ। पारि पनि जङ्गल, माथि पनि जङ्गल, बिचमा सानो रोड छ। यस्तो छ जापानको ठाउँ, जङ्गल। आजलाई यति भन्दै भिडियो यही अन्त्य गर्न चाहन्छु म चाहिँ। हस् त, थ्याङ्क यू, जय नेपाल। भिडियोमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है।